तपाईहरुले थम्बनेल देखेर पक्कै थाहा पाइसक्नुभयो होला आज म के को बारेमा कुरा गर्न गइरहेको छु भनेर। सो आफ्टर अ लङ टाइम धेरै समय पछाडी हाम्रो एक्सन स्टार अथवा एक्सन किङ भनौं निखिल दाइको कमब्याक मुभी आउँदैछ आचार्य हैन। सो कस्तो छ त आचार्यको टिजर त्यसको रियाक्सन गर्न गइरहेको छु। यो रियाक्सन पछाडी म जे कुरा पनि भन्छु त्यो चाहिँ मेरो फर्स्ट भ्यूमा आउने कुराहरु हो। एकचोटी हेर्दाखेरि त्यो टिजर मलाई कस्तो लाग्यो भनेर आउने मेरो रियाक्सन हो कुराहरु हो। सो यसको प्रपर रिभ्यु चाहिँ म पछि फेरि ल्याउने नै छु। यसको अस्ति नै एउटा फर्स्ट लुक रिलिज भएको थियो। आई लाइक से कि त्यो के थियो त्यस्तो थिएन, खासै थिएन, त्यसमा के कुराहरु थिए जुन ठिक थिएन, राम्रो थिएन भनौं हैन। सो आज चाहिँ यसको प्रपर टिजर आएको छ। टिजर चाहिँ 1 मिनेट एन्ड 56 सेकेन्ड लङ रहेछ। सो हेरौं है त कस्तो छ। सुरु गरौं। ओके। USA Digital entertaining the nation. Oh, मुम्बई। जब अन्यायले सीमा जब सत्यको आवाज दबाइन्छ तब समयले आफै एउटा युद्ध जसको नामले अधर्म काप्छ। यो धर्मले फेरि शिर उठाउँछ। Nikhil Upriti production. This is real helicopter, by the way. Oh, skydiving. This is real stunt. Yes, I think this is real stunt, and it looks wow. Yeah. Wins. Oh, that's nice. Woohoo! जसलाई कसैले चोट दिन सक्दैन उसलाई आफ्नैले चोट पुर्याउँछन्। Okay, असोज नौ टिजर भर्खरै हेरेँ। सो यो टिजरलाई म पोजिटिभ नै भन्छु है। टिजर राम्रो छ। डेफिनेटली साउथ मुभीहरुबाट एकदम इन्स्पायर जस्तो देखिन्छ हैन, तर इट्स लुक नाइस। अस्तिको फर्स्ट लुक भन्दा त यो ड्याम बेटर छ, लाइक ड्याम बेटर नै छ के। जस्तो कि आई थिंक हैन यसमा जति पनि स्टन्टहरु देखाइएको छ त्यो स्काई डाइभिङ हैन, अनि त्यो प्याराग्लाइडिङ गरेको हैन, अनि त्यो आगो हाततिर घुमाएकोहरु हैन, आई थिंक दे अल आर रियल हैन। तिनीहरु एकदम रियल देखाएको छ र मलाई जहाँसम्म लाग्छ तिनीहरु रियल नै हो हैन। आई थिंक यो कुरा चाहिँ हो मैले निखिल दाइको मुभीबाट एक्सपेक्टेसन राखेको क्या। एटलिस्ट एक्सन शुड लुक रियल हैन, स्टन्ट शुड लुक रियल। जस्तो कि लास्ट मुभी भैरवमा कतिपय सीनहरु कतिपय स्टन्टहरु रियल देखिदैन थियो हैन। डेफिनेटली रोपहरुको प्रयोग गरिएको छ यसमा पनि एक दुईटा सीनहरुमा। त्यो स्पेशली त्यो फ्लिप गरेर काटेर टक्क बस्ने वालामा डेफिनेटली रोपको युज त गरेया छ हैन, बट इट लुक बेटर के हैन, राम्रो देखिया छ नि त। अनि आजकल एउटा ट्रेन्ड चलेको छ नेपाली फिल्ममा हैन, साउथ इन्डियन एक्टरहरुलाई लिने ट्रेन्ड चलिरहेको छ आजकल। त्यो ट्रेन्ड चाहिँ यो मुभीमा पनि देखेँ मैले। द्याट्स नट ब्याड, त्यसलाई म ब्याड भन्दिन, जस्ट मैले पोइन्ट आउट गरेको कुरा चाहिँ हैन। आई थिंक ओभरअल एक्सन हेर्दाखेरि चाहिँ मुभीमा राम्रो छ जस्तो लाग्यो मलाई हैन। तर स्टोरी कस्तो छ त्यसले ग्र्याब गर्ने हो अडियन्सलाई। एक्सनको भरमै मात्रै चाहिँ आजकल फिल्म चल्दैन जस्तो लाग्छ हैन। सो यस ओभरअल एज अ एक्सन मुभी मलाई राम्रै लाग्यो। एक्ज्याक्टली यसको स्टोरी के थियो त मैले फर्स्ट हियरिङमा त्यति राम्रोसँग नोटिस गर्न भ्याइन। मेरो आँखा सिर्फ निखिल दाइमा अनि उसको एक्सनमा मात्रै गइरहेको थियो है।
मलाई सबसे दामी लागेको चाहिँ यसमा प्याराग्लाइडिङ गरेर त्यहाँबाट सिधै कारभित्र आएर छिरेकोवाला जुन छ नि त्यो चाहिँ बवाल थियो। आई थिङ्क त्यसको चाहिँ बिहाइन्ड द सिन हाल्नुपर्छ है, कसरी सुट गरेको थियो भनेर। जस्तो कि टम क्रुजले मिसन इम्पोसिबल मुभी रिलिज हुनुभन्दा अगाडि उसको स्टन्टहरूको बिहाइन्ड द सिन्स भनेर हाल्छ नि एज अ प्रमोसनल मेटेरियल। आई थिङ्क निखिल दाईले पनि त्यो स्टन्ट कसरी गरेको हो भन्ने कुराको चाहिँ बिहाइन्ड द सिन्स हाल्नुपर्छ जस्तो लाग्यो, जसको कारणले गर्दाखेरि अडियन्स अझै स्योर हुन्छ कि त्यो स्टन्ट चाहिँ रियलमा गरेको हो भनेर होइन। सो आई लाइक द्याट वान। ओभरअल त्यो कुराहरू त्यो बाहेक अरू कुराहरू पनि एक्सनको मलाई ओभरअल राम्रो नै लाग्यो। अझै पनि भिएफएक्स चाहिँ त्यस्तो राम्रो छैन। जस्तो यहाँनिर एउटा कार फ्लाइ गरेको जुन सिन छ नि, यस्तो कारले आएर ठोक्छ अर्को एउटा रेड कार उडेर जान्छ नि, त्यो सिन चाहिँ अझै पनि त्यसको भिएफएक्स चाहिँ राम्रो छैन। सायद बजेटले पनि हुनसक्छ होइन। त्यो बाहेक अरू कुराहरू चाहिँ मलाई राम्रो लाग्यो। अनि के साइड एक्टरहरूको एक्टिङमा अलिकति मलाई डाउट लागिरहेको छ, बट ओभरअल टिजर चाहिँ राम्रो छ, प्रमिसिङ छ। सायद अस्तिको फर्स्ट लुक चाहिँ रिलिज नगरेको भएदेखि धेरै बेटर हुन्थ्यो कि जस्तो लाग्यो मलाई, किनभने त्यसले अलिकति मान्छेमा नेगेटिभ त्यो छाप पारिसक्यो क्या त्यो अस्तिको फर्स्ट लुकले होइन। सायद सुरुमा यो टिजर नै रिलिज गरेको भएदेखि चाहिँ त्यो नेगेटिभ जति त्यो फर्स्ट लुकले जति नेगेटिभ छाप पारेको थियो मान्छेमा त्यो एउटा पनि पर्दैन थियो। आई थिङ्क यो चाहिँ फर्स्ट मेटेरियल थियो जुन उनीहरूले प्रमोसनको लागि निकाल्नु पर्थ्यो त्यो फर्स्ट लुक भन्दा पनि है। बरु फर्स्ट लुकमा एउटा पोस्टर मात्रै निकालेर अनाउन्स गरेको भएदेखि राम्रो हुन्थ्यो, बट त्यसमा भन्दा यसमा धेरै राम्रो छ। एक्सन कोरियोग्राफीदेखि लिएर एक्सनको सिनहरूदेखि लिएर एभ्रिथिङ। अनि ओभरअल मुभीको प्रिमाइज के हुन्छ भन्ने कुरा पनि छ टिजरमा। ओभरअल टिजर चाहिँ राम्रो लाग्यो। अब मुभी कस्तो छ, त्यहाँभित्र कहानी के छ त्यो मुभी हेरिसकेपछि नै थाहा होला। अझै टिजर पछाडि ट्रेलर आउनै बाँकी छ। अब मुभी रिलिज हुन लगभग 1 महिना बाँकी छ होइन। 1 महिनाको अन्तरालमा यसको ट्रेलरहरू पनि आइहाल्छ, डेफिनेटली गाना साना पनि आउँछ होला, त्योबाट पनि आइडिया हुन्छ मुभी कस्तो बनेको छ भनेर। सो या आई थिङ्क निखिल दाईको यो मुभीबाट कम ब्याक हुनसक्छ। ओभरअल टिजरलाई चाहिँ म गुड पोइन्ट नै दिन्छु है, गुड नै भन्छु। तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट सेक्सनमा लेख्न नभुल्नु होला। अर्को भिडियोमा हामी फेरि डेफिनेटली भेट्ने नै छौँ। बाई बाई।